हेलो सम्पूर्णमा नमस्कार छ साथीहरु। आज चाहिँ म काठमाडौँको नक्सालमा आइसकेको छु। नक्सालमा आज म किन भिडियो बनाउँदैछु भन्दाखेरि चाहिँ हाम्रो जेनजी भाइ बहिनीले चाहिँ जलाउनु भएको हिल्टन होटल चाहिँ यहीँनिर रहेको छ र यही नक्सालमा रहेको छ हाम्रो नेपालको पहिलो भागभटेनी। त्यो देखाउन गइरहेको छु साथीहरु, कृपया हेर्दै गर्नु होला। साथीहरु, यहाँ रहेको छ हाम्रो नेपालको शेरबहादुर देउवाको चाहिँ छोराको हिल्टन होटल भन्ने चाहिँ यहीँनिर हो। यही हो हाम्रो हिल्टन होटल चाहिँ। साथीहरु देख्न सक्नुहुन्छ, डलाएर चाहिँ सबै अफलस अवस्था छ। साथीहरु, यही नजिकै छ हाम्रो नेपालको पहिलो भागभटेनी। भागभटेनी भनेपछि मिनबहादुर गुरुङको हामीले नेपाली हाल्छ। हाम्रो भागभटेनी चाहिँ किन नामाङ्कन गरियो भन्ने कुराको जानकार कसैले त होला या कसैले नहोला, अनि थाहै होला। काठमाडौँ बाहिर थाहा हुनुपर्छ। मिनबहादुर गुरुङले चाहिँ यही नक्सालको एउटा भागभटेनी मन्दिर आफ्नो नेपालको चाहिँ करियर सुरुवात गर्नुभएको हो। देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो भागभटेनी मन्दिर त होइन, अलिक माथितिर रहेको छ। साथीहरु, नेपालको पहिलो भागभटेनी चाहिँ यही नक्सालमा रहेको छ र अहिले जेनजी साथीहरूले जलाएर चाहिँ खेतबिछेत भएको अवस्था छ। यहाँनिर हजुरहरूलाई म देखाउँदैछु। यही नै हो हाम्रो नेपालको पहिलो भागभटेनी जुन रहेको छ नक्साल भन्ने ठाउँमा, काठमाडौँको नक्साल भन्ने ठाउँमा। देख्न सक्नुहुन्छ साथीहरु, यो हाम्रो नेपालको पहिलो भागभटेनी हेर्न सक्नुहुन्छ। त्यो जलेर सबै सेतपिसेत भएको अवस्था छ, भत्केर रहेको छ। र यहीँनिर छ हाम्रो नेपालको भागभटेनी मन्दिर चाहिँ ठ्याक्कै राइट साइडमा छ। मिनबहादुर गुरुङले चाहिँ भागभटेनी सुपर मार्केट नामाङ्कन गर्नुभएको हो। देख्न सक्नुहुन्छ साथीहरु, पहिलो भागभटेनी अहिले यस्तो अवस्थामा छ। साथीहरु, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने मेरो सुरुवाती च्यानल हो। त्यसैले सब्सक्राइबहरू धेरै छैन। तपाईँहरूले सब्सक्राइब गरेर चाहिँ साथ सहयोग गरिदिनुहुन्छ भन्ने आशा लिएको छु। र आज यही थियो मेरो सानो जानकारी। नेपालको पहिलो भागभटेनी नक्सालमा रहेको छ र भागभटेनीको नामाङ्कन चाहिँ भागभटेनी मन्दिर, भागभटेनी भगवानको नामले चाहिँ मैले निर्माण गर्नुभएको छ। र अहिले नेपालको जुनसुकै ठाउँमा पनि हामीले भागभटेनी मिनबहादुर दाइले चाहिँ छिट्टै नै सञ्चालनमा ल्याउँछ भनेर अठोट लिनुभएको छ। साथीहरु, यही थियो आजको मेरो जानकारी भन्दै मेरो भिडियो यहीँनिर समाप्त गर्न चाहन्छु। धन्यवाद।